हाम्रो कम्पनी चाहिँ यस्तो छ साथीहरू, ल हेर्नुहोस् यस्तो बनाइसक्यो अहिले चाहिँ होइन। अनि योहरू चाहिँ त्यो पेन्ट गर्ने गाडीहरू, एक्सिडेन्ट भएको गाडीहरू आउँछ, काची कुची भएको हुन्छ, अनि पछि बनाइबुनी पारेर अनि लास्टमा फिनिसिङ गरेर यहाँनिर यो भित्र हालेर पेन्ट गरेर पुरा न्यू ब्रान्डेड कार बनाइदिन्छ होइन। अनि पछि यतातिर चाहिँ खै के हो यो चाहिँ थाहा भएन। अनि उतातिर छ ज्यागहरू, यो चाहिँ टोयोटा कम्पनी हो क्या। टोयोटा कम्पनीमा अब इन्सुरेन्स भएको कम्पनीहरू गाडीहरूलाई बनाउन ल्याउँछ यहाँ। अनि पछि एक्सिडेन्ट हुन्छ, एक्सिडेन्ट भएपछि लिएर बनाउँछ यहाँ। यतातिर यो 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 भित्र नि मेसिनहरू छ के बनाउने। अनि गाडी उठाउनलाई ज्याकहरू, यस्तो ठुला ठुला ज्याकहरू राखेको 2वटा छ। अनि उता पारि पनि छ फेरि ज्याक है। यस्तो छ साथीहरू। अब जस बनाइसकिसक्यो, अब केही छिनमा खुल्छ होला, केही दिनमा, सायद यो महिनाभित्रमा खोल्ने भनेर भन्दै थियो। अब सकिन पनि आँट्यो, सायद खोल्छ होला यो महिनाभित्रमा। त्यसपछि चाहिँ फेरि त्रुस काम हो फेरि यसरी यो भिडियो बनाउँदै हिँड्न मिल्दैन, नियममा बस्नु पऱ्यो। अहिले चाहिँ एक्लै राजा भनेर बस्ने फेरि।